मान्छेलाई कस्तो तनाव परिरहेछ यार। अस्ति दिएको त 10,000 त आइतालाई यार। यहाँ साउले पैसा मागेर हैरान परेको छु म यार। कहाँ छ होला त यार? एकचोटि फोन गर्नु पर्यो यार। 98 83 880। ए बा हो, यसले त मेरो नम्बर ब्लक लिस्टमा पो राखेछ। मान्छेलाई अब साउले उहाँ घर हैरान पारेछ यार। यसले यहाँ मेरो फोन पनि ब्लक लिस्टमा हालेछ यार। एकचोटि घरतिरै जानु पर्ला जस्तो छ यार। जान्छु यार म त यार। के हो केटाहरूलाई कसको विश्वास गर्नु कसको विश्वास नगर्नु यार। तनाव छ यार। तर छ कि छैन यार? ए यहाँ कुर्सिया पो बसेर रहेछ। ओ है त अनि मान्छेलाई कति आनन्द हो। मान्छेलाई उहाँ तनाव परेर साउले पैसा मागेर हैरान पारेछ। खोइ अस्ति दिएको 10,000 ल्याउ त। यहाँ फोन पनि ब्लक लिस्टमा राखेछौ तिमीले त। अनि गर्न खोजेको के हो तिमीले? ए बा यार। ओहो ल सलाम। अझै ओहो हैन? अझै ओहो। कति आनन्द हो मान्छेलाई। के छ? हैन ठिक कति आनन्द हो मान्छेलाई यार। ओहो अरे अझै खासमा कुरा चाहिँ के हो भने एक्लै भटभटेर देख्छु। खासमा तनाव चाहिँ भएको के हो? ए तिमीलाई मैले अस्ति 10,000 दिएको कि भन त। सिधा कुरो हो त्यो चाहिँ देखे हो। अनि मेरामा साउले दिन रात भनेर हैरान पारेका छन्। खोइ पैसा भनेर यार। तिमी यार मान्छेको एउटा फोन त के लाउनी बनाउनु पर्छ नि यार। कि भन्नु पर्छ समस्या पर्यो भनेर। हो मलाई ठ्याक्कै थाहा थियो। मलाई पक्कै पनि फोन आउँछ भनेर मैले मोबाइल स्विच अफ पारेर यहाँ राखेको छु। किनभने पहिला पैसा दिँदाखेरि मैले साउकोबाट ऋण काटेको है। ऋण काटेर मैले दिएको। तिमीले भनेनौ म त तिमीले मलाई दियो। ल म त अब साथीले दियो। त्यस्तो कुरा नगर्नु न तपाईँ यार। कति समस्या पर्यो होला अन्त तपाईँको मर्म बुझेर दिएको यार। लुलु मलाई अरू के केही थाहा छैन। मलाई यहाँ पैसा चाहियो आज। मेरो उहाँ साउले उहाँ घरमा दिन रात उठी बासी लगाएको छ। अरू मलाई केही थाहा छैन। यहाँ मलाई यहाँ 10,000 ल्याउनु आज। अरू मलाई केही थाहा छैन। यहाँ भोलि फोन गर्यो फेरि यार। हेर्नु यही साउले फोन हानिराखेको छ अझै। मलाई ऋणले चाहिँ पो त यसो गरौँ न। तातो चिसो केही चिया मगाउँ कि बिस्तारै अब यो छलफल कुराकानी त गर्नु पर्यो नि बिस्तारै। अब हामी अब तपाईँ रिसाएर पनि हुने होइन, म रिसाएर पनि हुने होइन। यसलाई बिस्तारै त सल्टाउनु पर्यो नि त। होला त होइन के हो म बुझ्छु तपाईँको कुरा होइन। बसेर कुरा आज अलि समस्या छ कि यार। बुझ्देऊ न यार। त्यति साह्रो नगर न यार। ल्याउ त ल्याउ यार। कति भयो यार। म तिमीलाई दिएको 1 महिना भन्दा बढी भइसक्यो यार। 15 दिनको भाका दिएको तिमीले मलाई यार। ल्याउ त ल्याउ यार। अब हेर न यार मलाई पनि एक ऋण टन्नै छ। अब के गरौँ भने होइन म पनि अहिले घरतिर छुइनँ। अहिले मलाई ठिक्क यहाँ पार्कमा भेटायो। अब मैले पार्कमा त बोकेर आउने कुरो भएन। अब यसो पर्खिने बेला भयो 1-2 महिना चाहिँ। ओहो नि मैले के गर्नु? मेरो साउले मार्छ मलाई आज। सुन्नु तपाईँलाई म त्यो एउटा कुरा है के भन्नु भने यसरी मैले लगानी गरेको थिएँ। त्यो लगानी मेरो डुब्यो, सकापे भयो, बर्बादै भयो भनेर यसो खुट्टा पाउ लोगे जस्तो गर्ने। अनि उसले कतै ल म पर्खिन्छु 1 वर्ष होइन लगभग 2 महिना चाहिँ होइन 1 महिना आधीसम्म चाहिँ पर्खिन्छु भन्यो भने त तिम्रो टेन्सन अझ यस्तो कुरा गर्ने तपाईँले? अब यहाँ छैन त मैले हे प्रभु भन्दा त आउँदैन होला। अब के गर्ने? साह्रै गाह्रो भयो। अब कसरी कुरा मिलाउने हो यार? तनाव पो भयो त। हेर आइता समस्या सबैको पर्छ। तिम्रो नि पर्छ मेरो नि पर्छ। मैले तिम्रो मन बुझेर हेरेको सबै कुरा हेरेको होइन। गर्न ठाउँ गरेको मैले। आज म के सुन्नेवाला छैन। खै के छ मलाई आज निकाल। म त त्यही भनि लिएर जाने हो। मलाई त साह्रै समस्या परेको छ। एकैछिन फोन साथीले फोन गर्यो जस्तो। ल छिटो त्यहाँ गरिहाल छिटो। हेलो ल त्यही 5 लाख होइन। ल म भोलितिर मिलाउँछु। अहिले कुरो बुझ न यहाँ अहिले छ के कोही। ल होइन यो नदिने चाहिँ होइन दिने नै हो होइन।
अब यसलाई चाहिँ बिस्तारै अब पर्खिनु पर्यो, मलाई टाइम दिनु पर्यो के। आमामामा मैले दिएको पैसाले त आइफोन। लु लु लु, लु झिकियालाई के छ त्यहाँ? आइफोन झिको झिको छिटो खै खै होइन, यो त निकाल। आफ्नै पैसाले किनेको यस्तो हो। हुँदैन यहाँ, निकाल छिटो के छ खै। ए त्यस्तो कुरा म सुन्दिनँ, आज म त अन्तिम गरेर जाने। झिको झिको झिको। खासमा कुरा चाहिँ के हो भने नि, बिस्तारै अब मैले दिन्छु भनेको छु त, मैले खाएर अमेरिका अस्ट्रेलिया जान्छु त भनेको छुइनँ नि ए त। तिमी जापान जाऊ, कोरिया जा, जहाँसुकै जाऊ, आज मलाई नितो चाहियो भने चाहिँ चाहियो। मलाई झिक है, म अरू केही सुन्न छिर्छु, म जबरजस्ती गर्न परोस् हेर। राम्रो मुभी होइन, बनाएको छ। जबरजस्ती ल ल ल ए होइन, ल, दिन्छु त, म दिन्छु। ल झिका झिका झिका। मेरो पनि इज्जत छ। ए इज्जा सिज्जा तिम्रो हेरेको मैले त्यहाँ अति भइसक्यो। छिटो 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 झिका। तर आमामा, पछि मैले पैसा मेरा पैसाले आइफोन। ल ल ल निकाल 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 छिटो। एउटा मात्रै छ है मसँग। ए के यताउति के छ पर्स सर्स पैसा म यता पनि। आमामा, यो त अमेरिका दुईटा आइफोन किनेर मेरो पैसाले थिएन। ए म भोको चाहिँ यति नै है। ए यो त रोलेक्स होइन? यो रोलेक्स हो, यो त म हुन यो पनि ल्याउनु। मेरो त यो त हुँदैन, यतिले त तपाईँलाई त अति गरेर नि कहाँ हुन्छ। अब त यस्तो रोलेक्स सोलेक्स त अब यता अब ऋण तिर्न नसकेपछि त यस्तै हो। अब ऋण लिएपछि थाहा भयो नि बल्ल कस्तो हुँदो रहेछ भन्ने। अब रोलेक्स लाइन्छ, साउलाई टल्काइन्छ। अब यतिसम्म चाहिँ नगरेको भए हुन्ने थियो। हुन्न हुन्न हुन्न, यस्तो कुरा हुँदैन। खै खै यो ज्याकेट पनि यो यस्तो हुन्न, यस्तो हुन्न। यो ज्याकेट नि कहाँ छोड्छु भने छ। ऋण लिएपछि त भोग्नु पर्छ। त्यति बेला ऋण लिने बेला खोला 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 है त खोला। अब त अति भयो। त्यति बेला ऋण लिने बेलामा त म तिरिहाल्छु 1 महिनामा हजुरको ऋण। यत्रो महिना भइसक्यो। अब त ल अब जे जस्तो भए पनि अब भयो, सकियो। अब मैले गर्नु पनि गरेँ, यति भएपछि मेरो ऋण पनि अब चुक्ता हुन्छ। अब केही पर्यो भने कहिले काहीँ सम्झिँदै राख्नु, भेट्दै राख्नु। अलिकति मलाई पर्खेको भए त म कति पर्खिन्यो तिमीलाई, कति पर्खिन्यो म सुन्न सक्दिनँ। ल म त लागेको है, अब केही पर्यो भने कहिले काहीँ सम्झिने। ल हुन्छ, म त लागेको। ल जेसुकै गर। चल्दियो म त अब यति आछि त आज आएर एउटा कुरा थाहा भयो, यो मान्छेलाई देखाउनुको लागि भए पनि ऋण चाहिँ ननिकाल्नु रहेछ। बरु आफूमा जे छ त्यसैलाई सदुपयोग गरेर यदि अगाडि बढ्न सक्यौँ भने चाहिँ राम्रो हुने रहेछ। यो ऋणले चाहिँ डुबाउने रहेछ।